हेलो गाइज, आज मेरो दिनहरू यसरी बितेको छ। म चाहिँ आज मेरो दिदीकोमा आएको छु। सो यहाँ आएपछि मैले कर्ली गर्न पाउँछु र म त्यही भएर छिटो कर्ली गर्नको लागि भए पनि म यहाँ आउँछु। मेरो सुन गौँठी यता लुकेछ क्या, देखाउनु पऱ्यो नि त। सुन हो। सो गाइज, म चाहिँ अब एकछिनमा कर्ली गरेर अनि म हिउँमा आज जेसुकै होस् मलाई मतलब छैन। डरको अगाडि सपना हुनुपर्छ क्या। म त्यही भनेर त्यही अठोटको साथ म आज जाँदैछु हिउँ खेल्न। अनि म आज 2-3 थरी कपडा लगाएर हिउँ खेल्ने भन्ने सोचमा छु। अनि आज म यस्तो धेरै मेकअप गरेर आएको छु यहाँ आउँदा होइन। अनि मलाई सबैजनाले सोधेका थिए तिमी कहाँ जानु लगाएको भनेर सोधेका थिइन्, तर मैले बाल्दैदिनँ। ये अब म यतापट्टि कर्ली गर्छु होइन। मलाई यस्तो कर्ली गर्न आइसक्यो होइन। अब म यसरी यतापट्टि कर्ली गर्छु। यो लाइफ भनेको एक्लै रमाउनु खालको रहेछ होइन। सो त्यसैले गर्दा यो भनेको कर्ली पनि मलाई गर्न आइसक्यो। कर्ली गर्ने मान्छे पनि चाहिएन भनेपछि अब मलाई के गर्नलाई मान्छे चाहियो त भन्दा अब मैले चाहिँ के गर्न मान्छे चाहिँदैन। अब यहाँ चाहिँ कर्ली गर्न पनि म आफै जानिसकेँ भनेपछि म आफै जानिसकेँ भनेपछि अब अरू त झन् मलाई अरूको लागि खासै चाहिँदैन है त। सो म आज चाहिँ खेल्ने हो। आज हिउँ मजाले खेल्ने हो, पुरै हिउँ खेलेर जाने हो। ऊ मेरो दिदी आउनुभयो ल, यता हेर्नुहोस् त मेरो दिदीलाई सबैजनाले। हेर्न कस्तो हो यो दिदी चाहिँ, लाज मान्नुहुन्छ कि यो हाम्रो दिदी। यता आउनु पछि यता हामी चाहिँ यता आउनु अलिकति एकछिन बस्नु यार। हामी चाहिँ उस्तै छौँ रे दिदी र म होइन। हो कि होइन थाहा छैन। दिदी झापाली म स्याङ्जाली। म चाहिँ अब हेर्न आज चाहिँ कस्तो राम्रो भएको है दिदी कर्ली हेर्न। ओ सो बानी पर्यो। यो चाहिँ साह्रै सानो भयो कर्ली पनि। अघि चाहिँ जानेको भनेर खुब उम्ले। अब लु अब चाहिँ यतापट्टिको गर्नु पर्यो है त। सुन पनि हैन धन पनि हैन मैले रोजेको यो मन। ल अब यो कर्ली यस्तो भयो साथीहरू मेरो कर्ली। अब म फेरि गर्छु यसलाई राम्रोसँग मिलाएर। तर राम्रो त ठिकै छ, तर यस्तो जङ्गु भइदियो यहाँ। म एकछिनमा वाउ एकछिनमा म अवतार रूपमा आउने हो। आज मैले एकदम दिदीलाई सताउने हो क्या यहाँ आएर। सताउने मेरो कोही पनि मान्छे छैन यहाँ। अनि अब यहाँ चाहिँ म सताउन आएको खासमा। कहाँ गयो सुन पनि है। अनि मलाई यहाँ दिदीले के भन्नुभएको छ, अर्को दिन त हिउँमा भिडियो बनाउन भनेपछि पनि तँलाई मारिदिन्छु अरे। मारिदिन्छु भनेर मलाई धम्की आइसक्यो। अब म अहिले अर्कोचोटि मलाई यस्तो भिडियो बनाउनु मन लाग्यो भने पनि चुपचाप लगाएर हिउँलाई हेरेर बस्नुपर्छ। किनकि मलाई यहाँ मारिदिन्छु भन्ने धम्की आइसक्यो। धम्की आज गङ्गा ने उपानेले धम्की खाइ। अनि के बल्ल हिउँ देख्नु पाछु त्यसो भनेर होइन नि त कि। अनि फर्स्ट टाइम हो नि त। फर्स्ट टाइम भनेको फर्स्ट टाइम हुन्छ त नि। अनि मजाले खेल्न कहाँ पाएको म। सबैजना हिउँ खेलेका परे, आफू हिउँै नदेखेको मान्छे। अनि हिउँ हिउँ खेल्न जाऊँ भन्यो भने सबैजनाले झ्याउ मान्ने के। सो त्यो भएको हो कि मेरो कुरा चाहिँ खासमा। सुन पनि हैन मैले
यो बाटोमा नगर्नु यो बिजती ल ल उता नारायण भगवान के हो ल उता हिँड तेरो त यो खोइ के चर्तीको होला हो नि ल ऊ हिँड सुत यो ल ल लु अब कुन स्टाइलको लु भयो नि स्टार्ट ल ल सल उडा घुम अझै कपाल यसो फनफन बना तेरो ल अब टिकटक कुनमा हो एउटा गीत खै त हेरौँ न गीत कस्तो हल्लियो के कस्तो हल्लियो के यो छ्याम चाहिँ के भन्नु लु स्टाइल काट्दा हुन्छ फोटो खिचेको हो यो के हो यो भिडियो लु उब्री उब्री के गर्ने गर कति दौड्नु यार टिकटक बनाइदिनु पर्यो एउटा फोटो नखिच्ने ओके 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 पल्टिनु 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 लाउनु ल फेस देखिरह हौ अब फोटो खिच्दिनु मेरो यसरी नि राम्रो आहा नि एकदम राम्रो आएको छ साँच्चै कि कस्तो भन्दैछु झन् राम्रो आएको छ हौ देखाउनु त मलाई यो के पुरो ल फेरि अझै गर
हाँस अब भाडा पनि पर्यो परेन जुठोहरू होइन मैले त्यसमा जुठो हाल्दैन क्या चम्चाबाट खसेर हेलो गाइज दिदी र म चाहिँ यता हिउँमा हिँडिरहेछौँ सो अहिले चाहिँ कुम्बिनी गरेर आएको अहिले चाहिँ हाम्रो 8 बज्यो तर हामी चाहिँ घुमिरहेछौँ किनकि हामीलाई घुम्नु मनपर्छ नि त सो हामी चाहिँ अनि जाडोमा हामी उफ्रिने नाच्ने सबै हो अनि म चाहिँ अर्कै छ हजुर हिउँमा तपाईँहरू पनि आउनुहोस् हिउँमा यही बत्ती देखिरहेछ क्या दिदी हामी चाहिँ यस्तो राम्रो तरिकाले हिउँमा हिँड्दा छौँ नेपालमा चाहिँ हिउँमा हिँड्न कस्तो मन लागेको थियो मुक्तिनाथमा थोरै हिउँ देखेको थिएँ त्यही पनि असिना जस्तो तर यहाँ चाहिँ कस्तो राम्रो हिउँ देखेको छ उता चाहिँ दिदीले बहिनी बहिनी गरेर किन बहिनी बहिनी गरेको मलाई थाहा छैन चप्पल लगाएछ मेरो दिदीले मैले चाहिँ बुट लगाएको छु सो दिदीलाई चाहिँ चिसो भयो अब दिदीको कारणले पनि मैले तपाईँहरूलाई हिउँ देखाउन सकिनँ सो म चाहिँ अब जाँदैछु माफ गर्नु होला साथीहरू मैले धेरै हिउँ देखाउन सकिनँ मेरो दिदीको कारणले गर्दा अब म जाँदैछु अनि यस झापाली दिदी चाहिँ झापाली म चाहिँ स्याङ्जाली होइन स्याङ्जाली र झापाली मिल्यो भने चाहिँ सबै बन्छ फेरि होइन अब चाहिँ हिउँबाट हिँड्दा 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 हामी दिदीको रुम पुग्न लागिसक्यौँ अनि यस्तो हिउँमा चाहिँ चप्पल लाएर हिँड्ने मान्छे पनि मैले पहिलोपटक देखिरहेको छु पक्नुमा तपाईँले चप्पल ल्याएर हाम्रो दिदीले चप्पल लाएर हिँड्नुभयो ऊ कस्तो वा हेर्नु चप्पल लाएर जुत्ता नभएको होइन तर चप्पल लाएर हिँड्नुहुन्छ त्यस्तै वा यहाँ चाहिँ टुरिस्टहरू पनि आउनुहुन्छ अमेरिकन अस्ट्रेलियन न्युजिल्यान्ड सब देखिसकेँ मैले यहाँको म कोही पनि ठाउँ जानु परेन म चाहिँ जापानमा त सबै देखिसकेँ अस्ट्रेलियन अमेरिकन न्युजिल्यान्ड नर्वे यो चाहिँ एमागाता के हो जापानको हामी चाहिँ यो हिउँमा चाहिँ जापान एमागाता के अरे पाहाडको टुप्पु चुचुरोमा बस्यौँ यस्तो नेपालमा भएको भएदेखि त यस्तो ठाउँमा हिउँ पनि पर्दैन होला यहाँ चाहिँ हिउँ फुरुरु यो के फुत्तेरू यो चाहिँ मेरो घर हो अनि यो चाहिँ दिदीको घर हो खै दिदी घर देख्नु पऱ्यो नि यो दिदीको घर छ अनि म चाहिँ दिदीकोमा छु आज चाहिँ सबैजनालाई कहाँ होला गङ्गा कहाँ होला लायोन भनेर सोधिरहनु भयो होला सो म चाहिँ यहाँ छु अब दिदीको महलमा जाँदैछु दिदीको महलमा फेरि मान्छे आउने बित्तिकै लाइन बल्छ क्या दिदीको महलमा अब सेन्सर छ क्या सेन्सर जापानिज सेन्सर गाइज खुल्यो उता गाइज यस्तो धेरै हेर्नु त यो कि कति धेरै आएको छ अब हामी चाहिँ दिदीको रुममा जाँदैछौँ ओके म तपाईँलाई रुममा हामीले दिदीको रुममा आयौँ युकी लिएर मेरो यहाँ चाहिँ कति धेरै युकी छ हेर्नुहोस् यसलाई हिउँ भन्छ जापानिजमा युकी भन्छ हामी आयौँ अब एकछिनमा चाहिँ म घर जाने हो दिदी चाहिँ बस्नुहुन्छ ओके बाई अहिले चाहिँ म छुटेँ के बोल्नु अब हामी दुईजना चाहिँ अब त्यो स्याङ्जाली हो म झापाली हो हामीले आज म झापाली चपाटी खाएको स्याङ्जालीलाई मन परेको झापालीले बनाएको त्यही हो बस अनि दिदी चाहिँ झापाली म चाहिँ स्याङ्जाली मलाई चाहिँ झापाली चटपटी लास्ट चाहिँ मिठो लाग्यो